हैन त कति पान चबाउँछस् बे? तेरो मुख दुख्दैन? अबे दसैँमा खसीको मासु चबाउन पाएन त ये खाएर भए पनि चित्त बुझाउँदैछु। बात गर्छ। ओए तँ त केशव अङ्कलको छोरी हैन र? यार मलाई पनि त्यस्तै लाग्यो। ओहो स्कुटी नै कहिल्यै छुन नपाए जस्तो कुदाउँदै गई त। तँलाई थाहा छ त्यसमा कति गियर हुन्छ भनेर? त्यही 100 जति होला। त्यो त स्पिड हो, म तँलाई गियर छोडिरहेको छु। थाहा छैन। 5 गियर जति हुन्छ। बुद्धु। ए तिमीहरू यहाँ छौ खै त मुन्ना? बोलाको तँ साइको आउँदै होला अनि तँ चाहिँ किन ढिलो आएको? हे घरमा बङ्गुलाई डाना खुलाउँदै थिए के, बडु किन बोलाको भन् त? खै मलाई पनि यही भुन्टेले बोलाको, केही भन्दैन त, सबै आएपछि भन्छु रे। आयो त मुन्ना, लु अब भन् त किन बोलाको? गाउँका सबै बुद्धिजीवीहरू त यही नै बेला आउनु भएको रहेछ। म जस्तो गवारलाई किन खोज्नु भएको होला कुन्नी? अबे त धेरै ज्ञान नपेल। सुन, आज दसैँमा बाहुनको खसी चोर्ने त्यस्तै भयो। अबको यो तिहारमा हुँदैन फेरि त्यही चोर्ने प्लान बनाउँदैछौ? म त मिसिन्न। मादर बोर्ड मेरो पुरा कुरा त सुन। के कुरा? चोर्ने कुरा? यसपालि चोर्ने हैन, चोर्ने हो। होइन के चोर्ने हो फेरि? पैसा। के खोडखोडे खेलाएर? खेलाएर होइन रे, नचाएर। के त पहिला कुरा त पुरा भन्। देउसी भैलो। यति 4 जना पनि कसरी खेल्ने हो र? अनि त हो त। अरे यार त्यो त मोबाइल छोड्दैन। अब खेल्ने हो भनी त टिमको नाम पनि राख्नु पर्यो नि। अनि सोचौ न त, म मात्र खेल्ने हो र? सोमाले बुङ्गुर फार्म देउसी भैलो कार्यक्रम कस्तो छ? देउसी भैलोको नाम के राख्ने भनेर सोध्या हो, तेरो गोठालोको होइन। साथीहरू जेन्जी देउसी भैलो कार्यक्रम कस्तो हुन्छ? अस्ति भर्खर हाम्रो साथीहरू कति मरे, मलाई मर्नु मन छैन। होइन मुन्ना, तैँले भनेको यो कुरा ठिक छ। मैले तँलाई अहिलेसम्म गवार सोध्थेँ, अझै पनि सोध्छु, तर मलाई तेरो यो कुरा ठिक लाग्यो। हाम्रा साथीहरूले बलिदान दिए कसका लागि? हाम्रा लागि। हाम्रा साथीहरू शहीद भए कसका लागि? देशका लागि। त हामी देउसी भैलो खेल्ने कसका लागि? हाम्रा जनताको लागि। त्यसो भए किन वेट गर्ने? हो खेल्ने हो, तोड्ने हो, फोड्ने हो। अबे साले खेल्ने मात्र हो, बरु सुनाउ न, खेल्ने साथीहरू तिमीहरू लिएर आऊ है। त्यसका लागि त हामी छँदैछौ नि। अनि म के गर्ने त? मलाई न नाच्न आउँछ न गाउन आउँछ। त टेन्सन नले न, तेरो काम त मलाई थाहा छ नि। सोमे यिनीहरूलाई कसले बोलायो रे? यिनीहरूलाई त यही साइकोले बोलाएको। अनि यिनीहरूलाई त मैले बोलाएको नि। होइन केटाकेटीहरू, आन्दोलन त सकिएको होइन र? फेरि कुन नेताको घर फोड्न हिँड्यौ? देखेनौ बुढा, भैलो खेल्न जान लाग्यो नि। म त तँलाई माग्ने हिँड्स कि भन्न ठानेको। चुप लाग बुढा, तिम्रा उमेरका जति कमाउने हिँडिसके, तिमी चाहिँ खोपी खेलेर बस। ओइ केटाकेटी हो, मलाई पनि मिसाएन। नाच्न नआए पनि भट्टाउन चाहिँ आउँछ है। हुँदैन, यो हाम्रो जेन्जी भैलो, बाजे अङ्कल हामी मिसाउँदैनौँ। ओए हिँड। यसपालि कस्तो भैलो खेल्न मन लाग्यो, के गर्ने होला यार? आमा, हाम्रो घरमा किन कोही पनि भैलो खेल्न आउँदैनन्? तिमीलाई थाहा छ, बलिराजा भन्ने एउटा राजा हुनुहुन्छ, उहाँले पठाए मात्र आउनुहुन्छ। अहिले हाम्रो घरमा पालो आएको छैन छोरा। हो र? त्यसो भए म ठुलो भएपछि बलिराजासँग सोध्न जान्छु हाम्रो घरमा किन नपठाएको भनेर।
ओइ मुन्ना साउन्ड बजा त रे। हुँदैन हुँदैन, यहाँ साउन्ड बजाएर होइन मुखैले गाएर भैलो खेल्नुपर्छ, बुझ्यौ तिमीहरूले? ओए कसले आउँछ रे भट्टाउन, भट्टा त। है बरुहरू दामी दिनुपर्छ। ओए भन भाइ हो राम्रो भन। ए जेन्जी पार्टी, हामीका जाति, रक्सी बियर, खाँदैनौ हामी, यो घरको मान्छे, सार नि दामी, हामी त्यसै, हामी त्यसै, आएको होइन, बलि राजाले पठाएको, पठाएको, छानमाथि अदुवा, ए जागिरमा होस् बडुवा, ए जागिरमा होस् बडुवा। छ्या हेर न कति थोरै पैसा। त्यसो भए तेरो घर जाम न त खेल्न। नाइ मेरो घर त जुठा परेको छ। त्यसो भए त के गर्न आछस् त? देखे छैनस् जाँठा बोरा बोक्न आएको। निखुजीको हो लु आइज। के हो? ओ बोरोहरू व्हाई यु सिरियस? फाइट फाइट बट डोन्ट फाइट। धन्यवाद साथी यार। तिमी नभएको भए त हामी त एकअर्काको मुखै हेरेर बसिन्थ्यो होला। तिम्रो घर कहाँ हो नि? It's my pleasure bro. You are my friend man. My home is everywhere. You doubt me. You doubt me. You also doubt me. सुन्नुस् न, भन्नुस् न, सुनिरहेको छु। हामी धेरै रातिसम्म नखेलौँ ल, मम्मीले गाली गर्नुहुन्छ। के भन् त अब कता जाने? यसरी खेल्यो भने त इस खाइस खसीको मासु। अब त हामीले ठुलो हात्ती छोप्नु पर्छ। हामीले ठुलो हात्ती छोप्ने भने यहाँको ठुलो नेताको घरमा जानुपर्छ। साथी तिम्रो भोइसलाई के भयो? या अघि भट्टाउँदाखेरि होला नि, साह्रै गला खसखस गरिरहेछ यार। ओए भुन्टे, शमशेर मन्त्रीको घर छ त? यार, तर त्यसको घर जहिले होइन। कहाँ बस्छ रे त्यो अहिले? त्यो त मलाई थाहा छ नि। ए भन भाइ हो। बुढी, ए बुढी के भयो? किन चिचाको? छिटो पछाडि ढोकाको ताला खोल त। यहाँ जेन्जीहरू आन्दोलन गर्न आएको छ। जेन्जीहरूले? अरे यो बुढालाई यो रोगले पनि कहिले छोड्ने होला? देउसी भैलो खेल्न आएका छन्। यसो बाहिर गएदेखि फ्रेस पनि भइन्थ्यो। ए वर्षै दिनको ए तिहारैमा अनि नानी बाबुहरू कुन टिमबाट आएको तिमीहरू? हामी त जेन सोमाले बुङ्गुर फार्म देउसी भैलो टिमबाट आएको हो। आहा कति उत्तम विचार। कृषिलाई पनि प्राथमिकता दिने रहेछौ, खुसी लाग्यो। ल अब सुरु गर न त। ए भन भाइ हो। गाउने होइन नाच्ने हो। ओ सोमे उनलाई नचा न। छ्या मलाई त लाज लाग्छ, म त नाच्दिनँ। छोड्दे बेचारा, केतना सोझी छ, केतना लज्जालु, कसैको आँखा नलागोस्। मुन्ना तैले ल्याएको केटाकेटीहरूलाई नचा न। ओए सम्धी नाच्देऊ त। भइहाल्छ नि सम्धी, यो मेरो सम्धीहरू रक। बस्तीका हस्ती ब्रो, घुम्न गएको हामी अस्ति ब्रो। यो 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 खसी हो, बोका पनि होइन खसी हो। ये 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 प्रवीण बेलोरीको ट्यापेमा त बेलोरीको ट्यापे, पैन्ट लगाथ फुल चुज, टी सर्ट लगाथ फुल लुज। राना लाउडा राना लाउडा। यो नमुनाहरूलाई कसले बोलायो रे? चर्तिकला नै बेसी। चर्तिकला होइन, बस डाफुजीकी छोरी। मलाई कुनै अधिकार छैन। तर यो ललिताले हात उठा, विद्याकी सिद्धाकी छोरीले हात उठायो भने वाह क्या राम्रो नाच हेर्न पाइयो आज। बुढी अझै 2-4 हजार थप्देऊ त।
नेताज्यू के हो यस्तो? ए त्यो भएको पैसा सबै आन्दोलनकारीहरूले जलाइहाले। अब बचेको त्यही। अब तिमीहरूलाई खाली हात पठाउनु पनि मन लागेन। तिमीलाई कुखुराको मासु मन पर्छ कि बुङ्गुरको मन पर्छ अरे? छि बुङ्गुरको मासु कसले खान्छ? जाऊ म त बोल्दिनँ। के रे फेरि भन त